मेरो साथीहरु चाहिँ बुक पढ्ने छ का। अनि त्यो मेरो सबै साथीहरुले चाहिँ मलाई बुक पढ्ने कुरामा मोटिभेट गरिरहेको हुन्छ। मलाई अचम्म लाग्छ उनीहरु घण्टौंसम्म त्यो बुक पढेर कसरी बस्न सकिरहेको छ का। सुनसान रुम भित्र बुकहरु पढेर चाहिँ म एकछिन पनि बस्न सक्दिन। मलाई पनि अध्ययनतिर रुचि बढाउनु छ। त्यही भएर अध्ययनतिर रुचि कसरी बढाउने भनेर मान्छेहरु कसरी पढिरहेको छ, पढ्ने इन्भाइरोमेन्ट कस्तो छ, यो सबै आइडियाहरु सिक्नको लागि म लाइब्रेरी गएको थिएँ। लाइब्रेरीको माहौल यस्तो बवाल है, यति सुनसान है, मान्छेहरु त्यति सुनसानमा कसरी पढ्न सकिरहेको, यति सुनसान कि बुकको पेजहरु पल्टाउँदा पनि एकदमै ध्यान दिएर पल्टाउनु पर्ने, त्यसको आवाजले अरूले डिस्टर्ब नहोस्। अब मलाई बुक अध्ययन गर्ने इन्ट्रेस्ट त छैन, तैपनि बुकको पिक्चरहरु हेर्नु पर्यो भनेर बुकको पेजहरु पल्टाइरहेको थिएँ। तर प्र्याक्टिस नपुगेर हुन सक्छ मैले पल्टाएको बुकको पेजहरुको आवाज आइरहेको थियो र त्यो आवाजले वरपर अध्ययन गरिराख्ने मान्छेहरुलाई डिस्टर्ब गरिरहेको थियो। उनीहरुले पनि सोचिरहेको हुनुपर्छ का, यो पढ्दै नपढ्ने मान्छे कहाँबाट आयो भनेर। यसरी बुक अध्ययन गर्न गएको मान्छे उल्टै बुक अध्ययन गरिरहेको मान्छेहरुलाई डिस्टर्ब गरेर फर्किनु परेको थियो। त्यसपछि मैले सोचे यो बुक अध्ययन यो सब मेरो लागि होइन, बरु त्यसको सट्टामा मैले सेल्फ फिल्म मेकिङहरु गर्नुपर्छ।